हाम्रो एकदम मिलनसार छिमेकी घर चाहिँ हैन आज चाहिँ रोटी कसार बनाउने भोलि चाहिँ व्रत बन्द थियो मैले जान पाएन चिया समातेर चिया खान थालेँ त्यसपछि मैले अचार तरकारी इधर उधर के पकाउँछु अनि यो भिडियोमा हेरमै मैले पहिला यो हरियो केराउलाई मज्जाले एउटा भाँडामा पराकपुर गरेँ अनि दिदीले चाहिँ बन्दा काटिसक्नु भएको रहेछ यो बन्दा पुग्दैन दिदी भनेपछि फेरि बन्दा ल्याइदिनु भयो र मैले बन्दा धोइ धाइ इधर उधर गरे साथीहरू हैन बन्दा त मजाले धुनुपर्छ फेरि यो चुच्चे बन्दा चाहिँ कस्तो मिठो हुन्छ कि पाकिहाल्छ अनि दिदीले र मैले भएर त्यो बन्दालाई गिलासले काटकुट पार्यौँ कि गिलासले काट्न सजिलो हुने कि म हो यो चाहिँ फेरि साथीहरू नचिन्नु होला मलाई चाहिँ म यो अनि त्यसपछि मैले अचार मोलमाल पारे साथीहरू हैन मलाई चाहिँ खानेकुराहरू पकाउन भनेपछि चाहिँ मेरो हड्डी हाँस्छ कि मलाई चाहिँ त्यो खाना भन्दा नि पकाउन कस्तो खुसी लाउँछ कि अनि त्यसपछि मैले अचार मोलेर अचारमा धनिया सनिया राखिदिएँ तर यो क्यामेरा अचार हेर्दा कस्तो राम्रो देखेँ तर मेरो भिडियो क्वालिटी राम्रो आएन अनि बन्दाको तरकारी पकाउन थालेँ बन्दा र आलुको है अनि त्यसपछि त्यो भाँडो ठुलो भएछ कराई त्यो कराईबाट खनाएर फेरि डेक्चीमा बसालियो कि त्यो कराई त ठुलो भएछ के भयो साथीहरू तात्दै दिमाग खराब भएर अझै आलु पनि राम्रोसँग नपाकेको नखुडेको अनि यही डाडु हो कि पन्युले घ्यान्द्राङ घुन्द्रुङ गरेर मैले खुड्न थालेँ त्यसपछि चिया पकाउने पालो आयो हैन दुधको चिया पकाउने कि भन्ने कुरो थियो कति धेरै मान्छेले चाहिँ दुधको चिया चाहिँ ग्यास्ट्रिक हुन्छ भनेर खानु हुन्न रहेछ कि फेरि मलाई चाहिँ दुधको चिया एकदम मनपर्छ नि त अघि नै खाइसकेँ एक कप चाहिँ है अनि फेरि मैले कालो चिया घत्राक घुत्रुक गरेर ल्वाङ सुकमेल टक्क मिठो बनाएर कालो चिया पकाएँ जति मिठो भयो नि कालो चिया त मेरो घाँटीबाटै जान्न क्या अनि सबैलाई खाना खान दिएँ हामीले सेलरोटी हैन अनि कसार अनि अचार तरकारी यस्तो मिठो भयो थियो अरे हैन कुरै छोडिदिनुहोस् अनि हामीले चाहिँ चिया बाँड्न थाल्यौँ है यिनकै छोरा भदाको चाहिँ व्रत बन्द हो कि अनि यिनी र म भएर चाहिँ मेरो बुढाको साथी हुनु फेरि यिनी एकदम मिल्ने साथी मेरो बुढासँग चाहिँ सँगै पढेकी हुनु यिनी हैन अनि यिनकै घर हो कि व्रत बन्द चाहिँ अनि त्यसपछि हामीले सबैलाई चिया बाँड्यौँ यता दिदीहरू चाहिँ रोटी कसार गर्दै हुनुहुन्छ नि त खालि हाम्रो भिडियो कहिले निकाल्दैन मैले न हाम्रो भिडियो निकाल्देऊ त हामी नि भाइरल हुन पर्यो भन्नुभएको छ कि दिदीहरूले जिस्काइरहनु भएको छ मलाई यहाँ हैन मैले सधैँ हाल्छु तपाईँहरूको भिडियो तर तपाईँहरूले नहेर्ने भएर मेरो भिडियोमा यसो हेर्ने लाइक गर्ने कमेन्ट गर्ने छैन भनेर भने मैले दिदीलाई हाम्रा दिदीहरूले बनाउनु भएको रोटी साथीहरू यति मिठो हुन्छ हैन म बयान गरिसकिनँ कति मिठो रोटी हाल्न जान्नुभयो कि है अनि दिदीहरूले चाहिँ खाइरहनु भयो कति मिठो रहेछ भन्दै खाँदै हुनुहुन्छ अनि मलाई चाहिँ बाबु नानी लिन जान ढिलो भइसकेको थियो कि अनि म घर जान लागेको यसलाई चिया खाएर जाउँ न तिमीलाई भनेर दुधको चिया पकाएको छु भन्नुभयो अरे फेरि मैले मिठो दुधको चिया खाएँ 2 कप भइसक्यो साथीहरू चिया चाहिँ घर पनि 2 कप खाएको होइन 4 कप त भइसकेछ बेलुकासम्म कति कप हुने हो मलाई पनि थाहा छैन अनि हामीले चाहिँ दुधको चिया मिठो मानी खायौँ अनि दिदीहरूले नि खाना खाने बेला भएको ल हामीलाई निकाल्न त एलिना भन्दै हुनुहुन्थ्यो होइन अनि दिदीहरूले चाहिँ कति मिठो भएको हेर त हामीले त गमलाङ खान थाल्यौँ भन्नुभएको छैन साथीहरू धेरै बोल्दा म त अब बोल्न नि के बोलौँ हुन्छ दिदी चाहिँ मैले मास्क लाएकै निकालिछु हेर त मास्क खोलेपछि फेरि भिडियो खिच्देऊ त भन्दै हुनुहुन्थ्यो है मलाई चाहिँ 4 बज्न लागिसकेको थियो नि त बाबु नानी स्कुल गर्छन् अब लिन जानुपर्छ कि बिहान छोड्न जाऊ दिउँसो खाजा पुऱ्याउन जाऊ अनि फेरि बेलुका लिन जाऊ अनि मैले छिटो मलाई बाबु नानीलाई खाजा हालिदिनु भएको अरे के हेर्नु मैले ल्याउँदिनँ भन्दा पनि हातमा समातेर होइन मेरो श्रीमानज्यूको साथीले ल बाई साथीहरू हाम्रो मिनी भ्लग भ्याइयो